के पकाएको यस्तो भात मिठो पनि छैन सब्जीमा पनि चर्को न चर्को के नुन चर्को भएछ र खाना खा अलिअलि चर्को त भइहाल्छ के पकाएको यस्तो भात खाँदिन म आफै खाऊ हेलो हेलो साथी ए साथी आज एकछिन जक्सनतिर भेट्ने होइन त ए आज त आउँदिन हौ साथी म त ए आज माता औँसी रहेछ यार ए आज त माता औँसी पो हो यार हो नि आज माता औँसी त रहेछ त यार मैले त घरमा झगडा पो गरेँ यार आफ्नो आमाले पहिले नै छोडिहालिन् बाँचुन्जेल कहिले राम्रो गर्न सकिएन हामीलाई कति दुःख गरेर जन्माइन् 9 महिना पेटमा राखेर जन्माइन् त्यसपछि कहिले हाम्रो आँखामा आँसु आउन दिइन तर मैले उसलाई बाँचुन्जेल कहिले राम्रो गर्न सकिनँ यार आज साह्रै नराम्रो लाग्छ बाँचुन्जेल कहिले राम्रो भुक्ले बोलिन यार म अहिले साह्रै नराम्रो लाग्छ अहिले साह्रै पछुतो लाग्छ मेरो पनि आमा होइदिए हुन्थ्यो जस्तो लाग्छ यार साह्रै नराम्रो लाग्छ मैले बाँचुन्जेल राम्रो गरेको भए आज यस्तो पछुताउनु पर्ने थिएन होला मैले आफूले 2-3 छाक भात नखाई भए पनि हामीलाई उर्काइ हाम्रो आँखामा कहिले आँसु आउन दिइन मलाई त्यति बेला पैसाको घमण्ड थियो पैसाको घमण्ड गर्थे तर आज आमा बाउ नहुँदाखेरि साह्रै पछुतो लाग्छ आमा बाउ जस्तो यो संसारमा केही ठुलो हुँदो रहेछ यार मैले पैसा ठुलो भने तर मैले सबै थोक किन्न पाएँ पैसाले तर आमा बाउको माया कहिले किन्न सकिनँ कहीँ पनि किन्न पाएँ बजारमा साह्रै पछुतो लाग्छ यार त्यही भएर आज जाँदिनँ यार म आज वृद्ध आश्रमतिर गएर अरूकै आमाहरूलाई भए पनि खाना बाँडेर अरूकै आमा भए पनि खुसी देख्न चाहन्छु यार म ल यार साथी राखिदिएको अब ल यार साथी मेरो पनि आमा होइदिए हुन्थ्यो जस्तो लाग्छ यार साह्रै नराम्रो लाग्छ मैले बाँचुन्जेल राम्रो गरेको भए आज यस्तो पछुताउनु पर्ने थिएन होला मैले खोइ खाना अझै खाना पस्किएको छैन पस्किन आँटेको खाएर जा न मलाई ढिलो भइसक्यो पस्किहाले खाँदिन म आफै खाऊ गफौँ अब एकछिन म बजार पुगेर आइहाल्छु है त भाइ भाइ छोरा के भयो भाइ किन कराएको यो 2टा औषधि सकिएको थियो ल्याइदिन्छस् कि भनेको ए दबाई सबै भ्याउँदिनँ म ल्याउन आफू के काममा हिँडेको छ कहाँ दबाई ल्याउन भ्याउनु सास फेर्दा पनि गाह्रो भइरहेछ ल्याइदिएर आउँछस् भरे भोलि आफै गरेर ल्याउनु भ्याउँदिनँ म गएको सरी मम्मी